तपाईँ त अब लामो समयदेखि यहाँ उस गर्नुभएको छ। अहिले चाहिँ हाम्रो यो होमस्टेमा चाहिँ भनौँ न विदेशीहरूलाई कस्तो तरिकाको प्याकेज छ र नेपालीहरूलाई चाहिँ कतिसम्मको प्याकेज छ। कतिपय साथीहरू त अब यहाँ आउनुहुन्छ होइन, बुझ्नुहुन्छ, हेर्नुहुन्छ, रमाइलो गर्नुहुन्छ, आफ्नो उस गर्नुहुन्छ, हुन्छ चिया पिउनुहोस्, केही फरक पर्दैन। अनि तपाईँको चाहिँ हाम्रो यहाँ चाहिँ कस्तो कतिवटा घर धुरी छ र यहाँको अब यो तपाईँको पर्यटकीय हिसाबले अब भूमिको हिसाबले अब मैले अहिले पछि त केही भिडियोहरू पनि बनाउने कोसिस गरौँला। तर अहिले चाहिँ तपाईँको यहाँ कतिवटा घरहरू छ र तपाईँहरू कसरी चाहिँ विदेशी र नेपालीहरूलाई चाहिँ कुन कुन प्याकेजमा तपाईँहरूले काम गरिराख्नु भएको छ बुवा? राम्रो, धन्यवाद तपाईँलाई। अब घरधुरी भन्नाले हाम्रो खास घरधुरी 44 घरधुरी हो। हजुर। 29 घरले गेस्ट राख्छ। हजुर। 22-23 घरले विदेशी राख्छ। हजुर। विदेशी जहाँ पनि त्यहाँ राख्दैन। हजुर। त्यसको पनि केही जस्तै मापदण्ड अनुसारले र प्याकेज अनुसारले भन्यो भने नेपालीको 1 नाइट 1400। हजुर। विदेशीको 2200 र उहाँको अलिकति मिनिमम नै फरक छ। सम्मान चाहिँ वेलकम चाहिँ हाम्रो विदेशी नेपाली सेम सम्मान, दुवै नेपाली विदेशी सबैलाई समान उही, तर प्याकेज चाहिँ। अनि यसमा यो प्याकेजमा चाहिँ तपाईँको के दिने गरिएको छ? अब तपाईँहरू त अब यो यहाँ अब एउटा आफ्नो यो सामुदायिक पर्यटकीय सामुदायिक केन्द्र भइसकेपछि अब तपाईँहरू कसरी चाहिँ यसलाई चाहिँ कसरी भनौँ अब के दिने, कस्तो अब यहाँ पनि होला नि त, के खाना हुने के खाना नहुने होइन। अब त्यो आफ्नो आफैले यहीँ उब्जाएका अन्नपातहरू के दिने यस्तो तपाईँको के छ बुवा? अब सबभन्दा पहिला नेपाली त आफ्नो नेपाली भइगयो। आफ्नो दाजुभाइलाई के खुर्सानी के नुन कम ज्यादा हुनसक्छ। हजुर। तर नेपाली त आफ्नो घरमा जस्तो भन्यो उस्तो प्रकारको हो। हजुर। हजुर। त्यसमा प्याकेजमा नेपाली हो विदेशी हो, हामीले 2 भेजिटेबल सब्जी गर्छ। हजुर। दाल सलाद एभाइलेबल हाम्रो पासमा कहिले छ भने फ्रुटहरू पनि सजाइदिन्छ। हजुर। नत्र शिकार। हजुर। र प्याकेजमा 2 गिलास प्याकेज हाम्रो मेनुमै छ, प्याकेजमै छ। त्यो रक्सी न चिनी न भेली न गुड, मात्रै ओन्ली तपाईँको कोदोको अर्ग्यानिक खाना हो, एकदम अर्ग्यानिक ओरिजिनल हो। र समितिहरूले पनि रक्सी पार्दा चेक गर्छ, भेलीको हो कि कोदोको चेक गर्छ। यस्तो खालको हाम्रो यहाँ नियमहरू राखेको छ। यहाँ अनुगमन समितिहरू छ। राति गेस्टहरू आयो भने घर गरेर चेक गर्छ कस्तो खानु दिएको छ। र विदेशीको बारेमा उहाँलाई नेपालीलाई 1 अन्डा बिहान मर्निङ ब्रेकफास्ट छ भने विदेशीलाई 2 अन्डा। चिकनमा विदेशीलाई हड्डी भनेको हाल्दैन। नेपाली सेम हाम्रो खाना हो। विदेशीलाई मात्रै शिकारको पिसहरू चाहिँ हड्डी नभएको, घिउको मात्रा खोर्सानीको मात्रा कम गर्ने, यस्तो प्रकार अरू सेम खानपिन त्यही छ। भनेपछि तपाईँको यो होमस्टे चाहिँ अहिले 2054 सालबाट करिब अब तपाईँको करिब 30 वर्ष लाग्यो भनौँ। लगभग 30 वर्ष नाले कति 27 वर्ष जति भइसक्यो। अब तपाईँको यो 27 वर्षसम्म तपाईँहरू अनवरत रूपमा लागिराख्नु भएको छ कि तपाईँ संस्थापक पो के हो कि पछि तपाईँले चाहिँ पछि यसमा आबद्ध हुनुभयो? तपाईँ संस्थापक हो कि पछि आबद्ध हुनुभएको बुवा? यसमा केही के भन्नु? सर तपाईँले भन्नुभयो, धन्यवाद छ। हजुर। पछि भविष्यको बारेमा त हामीले केही भन्नु सक्दैन। हजुर। किनभने अहिलेको जमानामा हाम्रो लेडिज महिला दिदीबहिनीहरूले हजुर यो जमानाले गर्दा बच्चा पाउनै छोड्यो। हजुर। अब त्यो नाचिराखेको छ कल्चरमा। अब यिनीहरू बुढी भइजाला, उसको नेक्स्टमा कस्तो खालको बालखारो ल्याउने हो त्यसमा मलाई कन्फ्युज छ। किनभने जमाना अनुसारले यहाँ सिलगढी गाउँमा केटी 70-80 जना पनि थियो छोरी बुहारीहरू गरेर। आज धेरै भनेको 20-22 जना होला। त्यसलाई नचाउँदा सिकाउँदा आज उनीहरूको पनि माइनस हुँदै गयो। केटाहरू विदेश जानै पर्यो। अहिले भर्खर मेरो छोराहरूले त्यत्रो वर्ष समाजसेवी होमस्टेको नाताले गर्दा
आज केही 1 महिना लगभग भयो मेरो छोरालाई पनि उहाँको ले गर्दा उहाँहरू पनि अलि अस्ट्रिया भन्ने ठाउँमा गएको छ। अस्ट्रेलिया अस्ट्रिया हजुर। त्यसमा दुईटै मेरो छोराबुहारीलाई उहाँबाट माग गरेर यिनीहरूले भिसा आनेको होइन, विदेश खोजेको होइन, तर यहाँ यिनीहरू के भन्छ यो ट्रेकिङ आउँदाखेरि पर्यटकहरूले तपाईँहरूलाई मन पराएर हजुर उसले चाहिँ आफूलाई चाहिँ यहाँबाट उहाँ लाने अफर गरेर लगेर गयो। उहाँलाई फोन गरेर तपाईँलाई मन्थली पे यति आउँछ, तपाईँको कामहरू यस्तो प्रकारको हो, सेम तपाईँको होटल व्यवसाय हो, तपाईँले गरिरहेको भएर हामीले तपाईँ दुइटालाई हामीले यसरी माग गरेका छ। तपाईँको 2 विचार के छ भन्नु ठिक छ, तपाईँले केही कपडा नलिनु, जुत्ताको साइज पनि मगायो, तपाईँलाई हामीले जुत्ता पनि किनेर राखिदिन्छु यस्तो खालको भन्नाले यहाँ चाहिँ पर्यटकहरू पनि आउने र मन पराउने, यदि मन पर्यो भने उहाँहरूलाई आफ्नो देशमा चाहिँ रोजगारको अवसर दिने वातावरण पनि बनेको छ यो होमस्टेले। तपाईँले भन्न खोज्नुभयो, यसरी भन्नुभयो है, एकदमै खुसी लाग्यो बुवा। र फेरि पनि म तपाईँलाई अरू कुरा पनि सोध्नेछु।